नमस्कार। आज हामी कतारको स्टारबक्समा भर्खरै भएको एउटा निकै रोचक प्रतिस्पर्धाको बारेमा कुरा गर्दैछौँ। हो नमस्कार। यो स्टारबक्स बरिस्टा च्याम्पियनसिप 2025 भन्ने कार्यक्रम होइन त? हो बिल्कुल, हामीसँग यसकै बारेमा केही जानकारी छ। यो दोहा साउथ र अल रयान जिल्लामा भएको थियो। आज हामी यही कफी बनाउने कला, यसमा चाहिने सिप अनि त्यो दबावमा कसरी राम्रो गर्ने भन्ने बारे अलि गहिरिएर कुरा गरौँ न। हो नि, यो सामान्य कफी बनाउने प्रतिस्पर्धा मात्रै त पक्कै थिएन। 19वटा स्टोरबाट 19 जना मतलब छानिएका उत्कृष्ट बरिस्टाहरू थिए। यो त सिप, कला अनि त्यो प्रेसरमा शान्त रहेर काम गर्ने क्षमताको परीक्षा नै थियो। हो त, यसले स्टारबक्सले आफ्नो कर्मचारीको गुणस्तरमा कति ध्यान दिन्छ भन्ने पनि देखाउँछ होला है। पक्कै पनि उनीहरूको त्यो प्रतिबद्धता देखिन्छ यसमा। अनि कार्यक्रमको त्यो बनावट, त्यो संरचना पनि अलि चुनौतीपूर्ण थियो जस्तो लाग्यो मलाई त। थियो नि। प्रतिस्पर्धीहरूलाई जम्मा 15 मिनेट मात्रै हो। त्यति समयमा उनीहरूले आफ्नो रोजाइको एउटा कफी बनाउनु पर्यो अनि त्यसको स्वाद कस्तो छ त्यो व्याख्या गर्नु पर्यो। अनि त्यो फुड पेयरिङको कुरा पनि थियो। हो, त्यो कफीसँग कुन खाना मिल्छ भनेर पनि प्रस्तुत गर्नु पर्यो। यो फुड पेयरिङ आफैमा एउटा कला हो होइन र? कफीको टेस्टलाई खानासँग मिलाउने। हो नि, तर त्यतिले मात्र पुगेन होला नि। पुगेन। त्यसपछि फेरि बारमा जानु पर्थ्यो अनि 2वटा ल्याटे आर्ट बनाउनु पर्ने। त्यो दुधको फिजले डिजाइन बनाउने? हो, त्यही कफीमाथि सुन्दर डिजाइन। यसले हात कति स्थिर छ, कति कलात्मकता छ भन्ने कुरा जाँच्छ नि। बुझे। कार्यक्रम स्टारबक्स वोकद गल्फमा भएको थियो। यलिजा र भानले कार्यक्रम चलाउनु भएको रहेछ। अनि जजहरू नि? जजहरू पनि कफीको स्वाद चाख्न अनि बारको सिप जाँच्न छुट्टा छुट्टै टिम थियो। रोशन, कविता, प्रदीप, मरिसल जस्ता अनुभवी मान्छेहरू। वाह। डिस्ट्रिक्ट म्यानेजर नसीम सरले उद्घाटन भाषण दिनुभएको थियो रे। यसले पनि कार्यक्रम कति महत्त्वपूर्ण थियो भन्ने देखाउँछ। ल, यति धेरै कुराहरू भयो, यस्तो कडा प्रतिस्पर्धा थियो। अब नतिजा के भयो त? त्यो सुनौ न, पक्कै रोमाञ्चक भयो होला। भयो, निकै प्रतिस्पर्धात्मक थियो। स्रोतले भने अनुसार विजेता चाहिँ प्रजन परियार हुनुभयो। उहाँ स्टारबक्स मोएथर भिलाबाट। प्रजन परियार, बधाई छ उहाँलाई। हो, अनि फर्स्ट रनर अप जोल हुनुभयो भिलाजियो रिजर्भ स्टोरबाट। अनि सेकेन्ड रनर अप अस्मिता लिम्बू, उहाँ स्टारबक्स अल मिरा सालियाबाट। राम्रो, तर महत्त्वपूर्ण कुरा त अरू पनि थियो है। सबै सहभागीले केही न केही पाए भन्ने जस्तो लाग्यो। हो, त्यो एकदम राम्रो पक्ष। सबै 19 जनाले नै मेडल, सहभागिताको प्रमाणपत्र अनि अलि दुर्लभ खालको स्टारबक्स ब्याज र ल्यानियार्डहरू पनि पाउनुभयो। वाह। यसले के देखायो भने यो जित्ने वा हार्ने भन्दा पनि सहभागिता र सबैको मेहनतको कदर गर्ने एउटा अवसर थियो। हो त नि, यो त कर्मचारीलाई हौसला दिने एकदम राम्रो तरिका हो। तर अलिकति फराकिलो दृष्टिकोणबाट हेर्दा यस्ता आन्तरिक प्रतियोगिताको खास अर्थ के होला? के यसले साँच्चै कफी संस्कृतिलाई नै माथि उठाउँछ कि यो कर्पोरेट कम्पनीहरूको आफ्नो कर्मचारीलाई व्यस्त राख्ने, उत्प्रेरित गर्ने एउटा तरिका मात्र हो? यो महत्त्वपूर्ण प्रश्न हो। यहाँ दुईटै पाटो छ जस्तो लाग्छ मलाई। एकातिर यस्ता प्रतियोगिताले पक्कै पनि वरिष्ठहरूलाई आफ्नो सिप तिखार्न, नयाँ कुरा सिक्न हौसला दिन्छ। हो, उत्कृष्टताको एउटा लेभल सेट गर्छ होइन? अनि कर्मचारी बीच एउटा स्वस्थ प्रतिस्पर्धा पनि हुन्छ। अर्कोतिर हेर्नुहोस् न, स्टारबक्स जस्तो विश्वव्यापी ब्रान्डको लागि यो आफ्नो गुणस्तर देखाउने अनि कर्मचारीको मनोबल उच्च राख्ने तरिका पनि हो। हो त। कम्पनी भित्रैबाट राम्रो गर्ने मान्छे चिन्न, उनीहरूलाई अघि बढाउन पनि यसले मद्दत गर्छ। साँच्चै तपाईँले भनेको कुरा गहिरो छ। अब स्टारबक्स जाँदा कफी अर्डर गर्दा त्यो बनाउने मान्छेको कामलाई हेर्ने दृष्टिकोण नै अलिक फरक पर्ला कि? पर्न सक्छ। प्रजन परियार जस्ता विजेताको कथाले त्यो एक कप कफी पछाडि कति सिप, कति अभ्यास, कति समर्पण लुकेको हुन्छ भन्ने कुरा देखाउँछ नि। हो नि, यो केवल एउटा पेय पदार्थ बनाउनु मात्रै त होइन रहेछ। यो त एक किसिमको कला प्रदर्शन नै हो। हो, वास्तवमा। तर यसले अर्को एउटा प्रश्न पनि उठाउँछ नि। के प्रश्न? के यस्तो प्रतियोगितामा देखिने त्यो उत्कृष्टता, त्यो कलात्मकता, त्यो हरेक दिन ग्राहकले पाउने साधारण कफीमा पनि
त्यही स्तरमा झल्किन्छ त? कि यो विशेष अवसरको लागि मात्रै सीमित हुन्छ? यो स्टारबक्स जस्ता ठूला चेन रेस्टुरेन्टहरूका लागि सधैँ एउटा चुनौती हो। त्यो उच्च स्तरको कला र दैनिक सेवाको चापबीच कसरी सन्तुलन मिलाउने भन्ने कुरा। एकदमै सान्दर्भिक प्रश्न। यो सोच्नुपर्ने कुरा हो। सायद अर्को पटक कफी पिउँदा त्यो कप पछाडिको सम्भावित कला र मेहनतलाई सम्झिँदै यो प्रश्नमा विचार गर्नु पो पर्छ कि? हो, विचार गर्न सकिन्छ।